आमाले खुवाउने अनि माइजूहरूले खुवाउने अनि हजुरबाले खुवाउने अनि मामाहरूले हजुरआमाहरूले खुवाउने ल म सल्लाह लिएर आइहाल्छु त सानो छोरीलाई मामा बिहा रोक्छ त के पकाउने बोल्न मान्छन् के उदुङे गरेपछि हेर तिम्रो खानेकुरा कति आमा खानेकुरा कति सानो बहिनी कला भाइ अहिले ऊ आउँदैछ भाउजूले लागि भाइले नाम काटिन्छ चल्नु तिम्रोमा ल माथि बनाइदिनु ल कान्छुलाई राख्दिनु अझै टाइप गरे अब माथि दिदी मामा हाम्रो भाइदिने अरे टाइप भयो अलि टाइप भयो झरे कान्छुलाई राख्दिनु छ यतिकै आइलायो बाबु लडे सपना मोबाइल है अब मम्मीले खुवाइदेऊ ल अब मम्मीले खुवाउनु ए बा अब यता राख्ने हो हुन्छ त्यही भएर दिदीलाई आउनु त दिदी अब अरूलाई 10 बजे 11 बजे खाने हुन्छन् हजुरको पालो बाह्रको छोरा बोल्नु अहिले मलाई यो त बा थाहा त तिमी सामान छैन माइजू मामाले लगाइदिए हुन्छ ल दिदीले आइहाल्छन् माइजू मामा लाएर अनि सबै लाएर बानी पानी अब हालबाट नातिलाई भात खुवाइदिइहाल्नु नि अब फेरि हब्बाले नाम खुवाउने अनि मलाई दादाजीलाई त खाने दिन्छ कि अहिले त पाइसके सबैले पाइसके हजुरलाई पुरेर बस्यो पहिला दिदी कन्याले अनि आमाले अनि छोरी आमा अनि माइजू हजुरआमा सबैले बेबी नगर भाइको प्लिज नगर भाइको नो 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 मेरो टोपी हेर लाने ए भाइ माट्का उ बाने पूर्व फर्काइदिनु बा यसो मुखमा मात्र गरिदिनु है नखाइदिनु है दक्षिणा छैन दिनेर है कसको अरे राखा गर नि त मुखमा परेछ यो पनि यसो लगाइदियो मुखा त पऱ्यो होइन नि माला ल बाबा
कान्छी तिम्रो यसमा समय अनि दही दुध घिउ मह राख्यो दाल राखेन नि त नि कालो यता राख्यो नि त यी। रन्जिता जाउला लगाइहाल्यो तिमीले होइन ओके हाई हो नि बोल्नु त अब भएन दादा पनि भएन निम्रो लाएर हो फेरि मेरो लाएर हो बिहान चाँडै उठ्नु अब के खाने अब भयो अब माम खाने माम दुध खुवाएको